Hello everyone, welcome back my YouTube channel. I hope you are all doing well. I am also good here and आज चाहिँ after long time आज चाहिँ म vlogging गर्दैछु. So सबैजना सन्चै हुनुहुन्छ होला अनि आज चाहिँ हामी कहाँ जाँदैछौँ भनेर तपाईहरुलाई म on the way मा देखाइहाल्छु. आज चाहिँ हामी रेडी भएर पनि निस्किसकेको छौँ. So हेर्न सक्नुहुन्छ हाम्रो अरु अनि यहाँ हुनुहुन्छ हामी यति जना जाँदैछौँ. So अब चाहिँ हामी वे मै भेटौँ न. बाइ बाइ. हाम्रो चाहिँ गाडी पनि आइसकेको छ हेर्न सक्नुहुन्छ साथीहरु. यही गाडीमा हामी जान लागेको हो अनि हाम्रो चाहिँ सामानहरु राखिदिदै हुनुहुन्छ. यहाँ नाना चाहिँ कुर्दैछ. गाडी नै यस्तो छ साथीहरु, कसरी जाने हो हामी थाहा छैन. ठुलो टाइपको भए त राम्रो हुन्थ्यो, यसमा त साह्रै गाह्रो हुन्छ. हामी चाहिँ लाग्यौं साथीहरु इटालीतिर. बाइ बाइ. हामी चाहिँ जाँदैछौँ. नाना सक्नुहुन्छ हामी चाहिँ अब इटालीतिर बिस्तारै बिस्तारै चढ्दैछौँ. सो बजिरहेको छ. त्यही 12 क्षेत्र आइपुगेको छु यहाँनिर. हेर्न सक्नुहुन्छ. म चाहिँ 12 क्षेत्र पहिला एकचोटि गाडीबाटै चाहिँ आएको. यो बाटो चाहिँ म फर्स्ट टाइम जाँदैछु. कोशी पुल आइपुग्यौँ हामी चाहिँ. फर्स्ट टाइम जाँदैछु यो बाटो चाहिँ. आउँदा चाहिँ पहिला आएको तर जाँदा चाहिँ फर्स्ट टाइम जाँदैछु. सो देखाइहाल्छु तपाईँहरूलाई कस्तो बाटो छ भनेर. हामी चाहिँ यहाँनिर बिचमा आइपुगेको छौँ. यहाँनिर देखाउने बेला भएको छ. कतिजना के भनेर अब देखाउनु पर्यो नि त, अनि त्यही भएर देखाउँदै हुनुहुन्छ. सक्नुहुन्छ साथीहरू यहाँनिर कोशीको खोला. यहाँ चाहिँ पुल. एउटा टाउको चाहिँ निकालिदिँदैन तर मैले चाहिँ अहिले निकाल्दैछु किनकि अहिले चाहिँ गाडी रोकिरहेको छ. त्यही भएर अहिले चाहिँ यहाँनिर अरू मान्छे चाहिँ आउन लाग्नु भएको छ अरे, त्यही भएर गाडी रोकिराख्नु भएको छ. त्यही भएर यहाँ चाहिँ एकदम राम्रो सिनहरू देख्न सक्नुहुन्छ साथीहरू. पहाडै पहाड. यो ढुङ्गा पनि रहेछ नाउ, तर कति पुचुङ्ग्रो देखेको यो खोलामा त. हेर्नु न यहाँ मेरो आँखाले भएको छैन. यहाँ छ जुत्ता देखाइदिन्छु तपाईँलाई. यहाँ नाउ पनि खेलाउँदो रहेछ. टाइम भएको छ. यहाँ खाजा खाँदै हुनुहुन्छ सबैजना. म चाहिँ खाजा खाँदिनँ. गाडीतिर हिँड्दाखेरि खाजा भएको अरे के रहेछन् क्या, अनि त्यही भएर म चाहिँ त्यही खाँदिनँ. नानीलाई चाहिँ खाजा खुवाउँदैछ. यो ठाउँको आउनु भएको छ, खाजा खानु भएको छ. तपाईँले कमेन्ट गरिदिनु होला. हामी चाहिँ गाईघाट आइपुगेको छौँ साथीहरू. हामी चाहिँ कति बजी 8 बजिसक्यो. हामी भर्खरै गाईघाट आइपुगेछौँ. गाईघाट बजार हेर्न सक्नुहुन्छ. राम्ररी चाहिँ देखेन होला सायद होइन.
कपाल मेरो यो यता हेर न यहाँ चाहिँ भुसी सुतेको सुतेको छ अनि यहाँ मिस चाहिँ के गर्दै हुन्छ खासैमा के भयो तँलाई चाहिँ अब हामी खाना खान्छौँ खाना खाने ठाउँमा आइसकेको छौँ सो यहाँ अब हामी चाहिँ खाना अर्डर गर्नेछौँ यहाँ हेर्न सक्नुहुन्छ खाना खाने बसमा अनि हामी चाहिँ यहाँ हात धुँदैछ यहाँ हाम्रो मिसहरू चाहिँ हात भर्खरै धुँदैछ कहिले ढिलो गरे अल्छी गर हामी चाहिँ भात खाँदैछौँ भात कस्तो छ खाना कस्तो छ नानी कस्तो छ खाना हामी चाहिँ खाना खाँदैछौँ हामी चाहिँ भेज खाना खाँदैछौँ अब खेर मात्रै जान्छ क्या त्यही भएर हामी चाहिँ खासै खाँदैनौँ त खानाहरू अनि अलिअलि खान्छौँ त्यही भएर तर अब यत्रो ठुलो होटलमा है कसरी अब बनाउने हो र मिठो त त्यही हो तर कुनै होटलमा दामी बनाएर दिन्छन् है यो चाहिँ खासै मिठो छैन ठिकै छ मैले चाहिँ खाइसकेँ म्याम नानाहरूले चाहिँ खाँदै हुनुहुन्छ म भनेको छिटो मिठो हो यिनीहरू भनेको ढिलो बेहुलीहरू खाँदैछ भर्खरै म यो छिटो पहिला चाहिँ मैले के सोच्थेँ भने दुधकोसी भन्ने बित्तिकै दुधको कोसी छ हुन्छ होला भन्ने सोचिरहेको थिएँ क्या तर होइन रहेछ गाइज हेर्न सक्नुहुन्छ हामी चाहिँ दुधकोसी हुँदै जानुपर्ने हुन्छ दुधकोसी सुनकोसी अहिले चाहिँ हामी ठ्याक्कै दुधकोसी बुझेर यो मैले सुनकोसी भने दुधकोसी भनेको सुनकोसी रहेछ है साथीहरू भने के अरे थाहा भएन मलाई ठ्याक्कै अनि हेर्न सक्नुहुन्छ पानी चाहिँ एकदम धेरै भयो हाम्रो साइडमा चाहिँ भएर के अरे खडेरी लागेर हो क्या सब पानी नै कोसी कोसी भन्ने मात्रै हो यस्तो छ यहाँ गाइस बाटोहरू हेर्नु मानिस खोलामा अनि के गर्नु त्यस्तो छ बाटो अनि यस्तो बाटो यस्तो छ गाउँ जाने बाटो
जाँदैछ के अरे कुलमान घिसिङ के थाहा छैन हामीलाई यस्तो पोलिटिक्स कुराहरू थाहा पनि हुँदैन पनि तर हामी चाहिँ आफ्नो हिँड्ने हो यहाँ चाहिँ प्रेसिडेन्ट हुनुहुन्छ बाटो बन्दैछ आम्मा के हो अनि यहाँ चाहिँ सब यो पोलिटिक्सको बारेमा हामीलाई चाहिँ केही थाहा हुँदैन जाँदैछ हामी त हेर्दै बस्ने हो हामीलाई थाहा पनि हुँदैन बार चाहिँ ठुलो लाग्छ अरे हेर्नु बाटो चाहिँ यस्तो छ पञ्चता बाटो है गाउँघरको बजार यस्तो हुन्छ साथीहरू बजार यस्तो छ यस्तो छ मजाले खिच्नै पाइन चाहिँ कोही हाल हुँदैछ हाम्रो पास कति ठाउँमा चेक गर्नुपर्ने हो बाफ्रे
चिसो छ एकदम धेरै चिसो छ हाउसे उठ्दैछ यताबाट साथीहरू हाम्रो हालत चाहिँ यस्तो भइसकेको छ साथीहरू हेरौँ अब कस्तो हुस्से लागेको छ कस्तो चिसो यता त तराईमा त कस्तो गर्मी भइरहेछ अहिले त यहाँ चिसो छ अब चाहिँ नानासँग म चाहिँ छुट्टिसकेको छु मेरो चाहिँ यहाँ छ यी दुईवटा गाउँ आएपछि यस्तो झोला त अब के हुँदैन साथीहरू अब चाहिँ हामी काठमाडौँको गाडी अथवा उता दिक्तेलबाट आउने गाडी रोकेर जान्छौँ के हुन्छ हेरौँ न अब यहाँ मुडेमा हुर्लुङमा आएर बसिरहेको छु गाडी कुर्दै मौसम हेर्नु सक्नुहुन्छ यस्तो छ मौसम अनि कस्तो जाडो नहुँदा त्यही भएर मैले चाहिँ कोट लगाइरहेको छु अहिले चाहिँ कस्तो राम्रो छ यो यहाँ चाहिँ एकदम जाडो हुन्छ क्या अनि यो तपाईँहरूले देख्नु भएको छ कि छैन यो कुरा यो फुल यसलाई चाहिँ सुनाखरी भन्छ यसको चाहिँ के अरे लाछाको मुनिमा बाट्न पनि युज गर्छ पछि सुकेपछि होइन यो सुनाखरी भयो थाहा छैन तपाईँलाई पनि सुनाखरी हो क्या यो अनि पछाडि यसको चाहिँ लामो हुन्छ डोरी जस्तो अनि त्यसलाई चाहिँ काटेर लाछाको मुनि हुन्छ नि त्यो दुम्सेको लाछा हो त्यसमा गाँस्छ क्या यो त्यसको युज हुन्छ क्या यो सो म चाहिँ गाउँको गाडीमा के अरे लोकल गाडीमा जाँदैछु अनि एकदम धेरै प्याक त क्या अनि अब म ठाउँ पनि नपाएर पनि हो अनि यहाँ चाहिँ मैले किन भोइस ओभर गरेको भने गीत बजिरहेको थियो क्या अनि त्यही भएर मैले चाहिँ भोइस ओभर गर्थेँ यति धेरै प्याक थियो अनि म चाहिँ झोला मान्छेभन्दा धेरै झोला थियो अनि झोलामाथि बसेर गइदिरहेको छु हेर्नु है हामी बच्चामा यस्तै खेल्थ्यौँ अहिले चाहिँ अब अहिले पनि खेल्छु खेल्न त तर साथी नै छैन अहिले खेल्नलाई पहिला हामी टन्नै खेल्थ्यौँ यस्तो खर हल्लिनु छ ऊ केटाहरू मलाई लिन आएको अरे मलाई 5 घन्टा कुराएर हेर्नुहोस् ढोक आएर यहाँ छिटो ढोक भाइ ढोक छिटो ढोक ल भाग्यमानी हुनु ल ओ छोराले मलाई ढोक्नुपर्छ कि पर्दैन यहाँ आएर छिटो 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 अगाडि आएर अनि ढोक्नु परेन ल भाग्यमानी हुनु यतिको भएर नि त चेलीहरू माइतीहरू बल्ल बल्ल आयो मेरो भाइहरू चाहिँ मलाई लिनलाई 12 घन्टा पछाडि के गर्ने खाजा खाने कि जाने के खाने हामी चाहिँ भर्खर घर जाँदैछौँ यत्रो कालो भइसक्यो साथीहरू यिनीहरू भर्खर आएर हो नि भाइहरू भर्खर आयो लिनलाई अनि फेरि यहाँ दाइहरू पनि आउनु भएको थियो यो प्लाईहरू चाहियो अरे घरमा अनि त्यही भएर जाँदैछौँ हामी चाहिँ अँध्यारी भइसक्यो अँध्यारी त्यही माथि लाइन गएर अहिले त लाइन गएर सबै यस्तो भइरहेछ अनि म चाहिँ यहाँ बोकेर हिँड्दैछु अर्को झोला एउटा झोला मेरो हालत त्यसो त जाडोले कमेर चाहिँ घर आइपुगेको छु साथीहरू राति भएर हेलो हेलो को ए दाजु भयो किन ठुलो यो फुच्चै सेतिरहेको छ अपा नमस्कार अब त सुतिराख्नु भएको रहेछ ए बल्ल बल्ल हेर्नुहोस् गाईहरू भर्खर बल्ल बल्ल घर आइपुग्यो भाइ कहाँ राखी जेब्राहरू माथि ल अब म चाहिँ भर्खर आइपुगेँ अहिले कति 7-8 नै बजिसक्यो होला सायद गाईहरू यस्तै छ हेर्नु न के गर्दा चाहिँ ढिलो भइहाल्छ गाईहरू कति यस्तो हेर्नु जाडो भएर आमामा के भन्नु र गतिहरू त यस्तो छ फाइनली घर आइपुग्यो सास फेर्न पायो राम्रोसँगले आया
राम्रै नै आयो आमा मर्नु आँटेको हुन्छ भाइले बस्ने कपाल पनि नकोरे कति भइसक्यो कालो न कालो छ तिम्रो कानले पनि नगरु ल बहिनी जामा हो त्यो बेमा लाउनु नि होला सबैको लेखा छ भौजूहरूको त त्यो तर त हुन्छ कि हुँदैन त्यो मेरो हो होइन तर म अर्को दिन्छु भाइले बस् न त्यहाँ हुन्छ के हुन्छ होला कान्छीले तराले फोटो हुँदैन साडी हो साडी मैले लाउँदिन त के लाउँछ त भाइको यहाँ बस् न भन्दैछु तिम्रो दाजुभाइलाई के खालको रहेछ ल्याइदिँदा त अहिले दिन्छु नि अहिले कुर्दै पो छ त साथी त्यता कुर्ता त हो नि हो उसले लान्छ मरिसे भाइ र तिम्रो एकै सिटको रहेछ है भाइलाई यही लगाइदिने हो दाजु हो त लान्छ त्यो चाहिँ मलाई ब्याग हाम्रो कान्छीले 2 दिन घाँस पुरै हाल्छ र मैले एकै खालको नि भाइ र तिम्रो यो आमालाई उसले नानाले पठाइदिएको नानीहरूको ठाउँमा बोक्नु के बोक्नु फर्काएर लानु है के यो त्यो त लान्छु नि म चोला त मेरो त्यो रिपिट त्यो चाहिँ तपाईँलाई साडी चाहिँ मम्मीलाई लिएँ मम्मी सुम्पिदिए अहिले झ्यामा दिन्छ है त्यो बिहेमा हौ अनि लाउनु बिहेमा लाउनु मैले साडी मैले ब्याग साडी यो 2 जनाको ब्लाउज पाइन्छ म हेर्नु कि विशेष जना हुने पर्छ यो मेरो काइन्डी जुन लाउँदा पनि हुन्छ म वाइट लान्छु है कत्रो फुल्दैन ब्लाउज होइन यो चाहिँ ठुलो खोलियो के ठुलो हो यो चाहिँ अनि ब्लाउज कस्तो चाहिँ हुन्छ त ब्लाउज खोलेको त हुन्छ त आमामा कमर त ठुलो म दाजुहरू पाएँ प्यान्ट त कस्तो नराम्रो लाग्यो मलाई अहिले लगाइदिनु हुँदैन पछि यो त ठुलो हुन्छ नि नसाट्ने राखिहाल्ने फेरि त्यो साट्ने होइन हामी यस्तो लाइँदैन ए ठुलो नै जान सक्सँग लड्छ है सुरुमा म यस्तो हुन्छु झन् त्यो दिन जाने दादा मलाई पटक्कै मन भोजुलाई हो भने अल गलेरिन्छ चाहिँ दाजुले ल्याइदियो होला मनसले नाना सुरुमा लडी पठाए मलाई चाहिँ ठिक हुने चाहिँ दाजु दाजु सबिना दाजु लुक्स सबिना दाजु लुक्स कस्तो आयो मेरो यो त नानाले पठाइदिन्छु लगाएपछि त्यो दिन लगाएर मलाई त पल्टेर कहाँ लगाएपछि त राम्रो देख्छ त होइन मलाई मन पर्ने यो पटक्कै म त मेरो लागि आमाको साडी गाइस मम्मी गरे अर्कोमा छ क्या रुपियाँ मम्मी यसले नि त 5 रुपियाँ चाहियो अनि यो यतै आएको न किन तल राख्नु त पापालाई पो बालाई नै यो आमालाई हो गाइस मेरो लुक्स यो मसलाहरू तल हर्किन दिनु होला नि प्यान्ट चाहिँ मन परेन है मलाई ल्यायो यो खोर्सानी पटक्कै मन परेन यो मलाई दाजुलाई तर यो राख्नुपर्छ किलो आयो क्या बाबुल घटाउँछ फेरि म
चिल्लो खालको भनेको यसले त हाम्रो जस्तो लिएछ तिमीलाई त अहिले लाना चक्लेट दिनुहुन्छ यो त हुँदैन के भाइको त आएन नाना त्यो हाम्रो यी भाइको आइसक्यो त मेरो लागि चाहिँ यो हाम्रो- यो नाना यो हिल अहिले यो चाहिँ होइन दुश्मनलाई पैसा दिन्छ भुटले त तर के लिन हो पैसा हामीलाई पनि त्यत्रो गरिरहेको छ नलिनु किन दाजु सुझ हेरौँ न हौ नाता तिम्रो यो हेर्ने तिमी पनि भाइको जुत्ता ए नानाको पनि त है नाना हुन्छ हौ के को ठुलो यो मिलाएको काकाले घडी भाइको जुत्ता बेहुलाको आयो भाइ हेर्न यहाँ घडी मिलाएको काकाले हो चलेको छैन त्यो घडी ए मिलाउनु न मिलाएको आउँदैन त ए भाइको यी मोचा थुप्रो खै खै लाग्यो, लाग्यो। रहेछ मोचा त भौतीले किरा चुराहरू चाहिँ अब तपाईँहरूलाई कुन कुन हुन्छ ट्राई गरेर लाउनु मलाई त हुँदैन अब सानो एकछिन न दुईटा दुईटा नानाले चाहिँ यो मैले दिन्छ लाउनु त हौ त्यो चलाइ यो चाहिँ यहाँ न मलाई यो मालामा तिमीलाई लगाउ न आमा हुँदैन त्यो तपाईँलाई हुन्छ हौ त्यो सेतो पनि लाग्दैन न यो त हुन्छ धेरै लाउने होइन नि त यो त बिहेमा हुन्छ यस्तो अब यो चाहिँ पल्लो गरिदियो तिमीलाई अब हजुरलाई त केही पनि भएन थाहा पनि लुकाएर राखिहाल्नुपर्छ पछि लाउँछ राख्नु न आफै जुत्ता चाहिँ ठिक्क हुन्छ यो चाहिँ एउटा चाहिँ भाउजूलाई दिन्छु त्यो बेला त्यसलाई त हुँदैन ए ब्लग पुरानो हुन्छ नि म बिर्सिए ब्लगमा चाहिँ छिपो मैले हेरेँ भने बिर्सिहाल्यो सबै पनि आएको हिल यस्तो त मजा त डङ्गुर छ भोजुले ल्याइदिएको ब्याग गाई त्यही हो है सामानहरू केही छैन अरू कान्छ मलाई एउटा मोचा है खोइ मोचा चाहिँ डाँडाहरू ल्याइदेऊ न गाई गिटारसँग लाउने मलाई चाहिँ ओपी लाग्यो के यो सलहरू यो सल र यो फेटा छ है यहाँ ए यो पनि दिइहाल्नु ल पापालाई बाउलाई चाहिँ न यो पापाको लुगा बाउ त यो पापाको जुत्ता खोइ बाउको लुगाहरू घडीको ल्याइदिएको घडी चाहिँ हेरौँ सिलाउनु खै पऱ्यो घडी चाहिँ एकचोटि ल्याइदियो भनेर प्लास्टिकको भन्छ कस्तो प्लास्टिकको आम्मामा यो त नि कत्रो दाजु हेर त जुत्ता त्यो नबुझ्छ कान्छालाई आज वेट हाले सर्ट पेन्टसँग मलाई पो घडी चाहिँ दामी होइन बाउ कारा खाएर म दामी अहिले नगर न भाइ। गाइस नस्का न नगर न अहिलेदेखि काराको कारा होइन घडी बाउलाई त म किनिदिन्छु हामीलाई चाहिँ खोइ त यता त मेरो आफ्नो पाँची अर्को किन्छु म दिक्क गरेर भएन त्यो चाहिँ के हो तेरो आयो कान्छी छोरीको है हेर्नु आइगयो फेरि तँलाई ला बट्टै तँलाई सुन्ती दे त्यो बाउलाई दिएन घडी पछि उ गर बरु अब बोल गऱ्यो फेरि राम आउँछ अब ला भन्नु What is this? Orange. लडीलाई चाहिँ किन खोइ जुत्ताको प्लास्टिक लालीपप चकलेट आमालाई लाबुनुलाई गाइस हाम्रा लागि नै कोसेरी फेरि खाने घडी चाहिँ मलाई दामी लाग्यो यति हो अरू केही छैन है मैले लिएको यति हो पेन चाहिँ म अर्को किन्छु यो भएन मन पर्ने मलाई पेन तँलाई कहाँ मनपर्छ त यस्तो लुगाहरू ट्राउजर जस्तो छ यो त अनि हेर्दै कस्तो मलाई त हाइजिन भयो त कहाँबाट मैले घडी चाहिँ दिएँ अझै त्यो खालको चाहियो होला होइन त्यो चिल्लोवाला फर्मल अँ त्यस्तो नाथो आम्मामा यो त ट्राउजर भनिहाल्छ नि मान्छेले तँलाई त उसको बारेमा त केही थाहै छैन रहेछ हौ भाइले होइन भाइ तैँले सुन्तला खानु हुँदैन के पक्कै भाइले त सुन्तला खानु हुँदैन मान्छेमा त्यो बेटा रे त्यो एकछिन न अब चाहिँ दामी हुन्छ गाइज मेरो चाहिँ यति नै हो मैले ल्याइदिएको चाहिँ यो सामानहरू ल गाइस आफ्नो आफ्नो पाएर यो चाहिँ अलिक ठुस्क्यो किनकि यो भइरह्यो नि त आफ्नो मैले ल्याइदिएको कुरा केही मन पराउँदैन अरू चाहिँ खुसी छन् हो म त खुसी छु बाउलाई घडी एकछिन नाना एकछिन एकछिन है ब्याग कराउँछ होइन बाबालाई म किनिदिन्छु गाइस ब्याग हेर्नु यहाँ प्लास्टिकको भन्ने
चाहिँ म यतिमै भ्लगिङ गर्छु अनि तपाईँहरूलाई म भोलितिर भेट्छु बाई।